नमस्कार, म रामकुमार घिमिरे, महेन्द्र माध्यमिक विद्यालयको प्राथमिक द्वितीय श्रेणीको शिक्षक। म 2061 साल फागुन 6 गतेबाट चाहिँ यो विद्यालयमा अध्यापनरत छु। महेन्द्र माध्यमिक विद्यालयले विभिन्न समयमा विद्यालयको यो ऐतिहासिक दस्तावेज स्मारिका प्रकाशन गर्ने तयारीहरू विभिन्न समयमा गर्दै आएको। यद्यपि हामीले यसलाई केही तयारी गरेर बीचबीचमै छोड्दै र यसलाई पूर्ण गर्न नसकेको जुन परिप्रेक्ष्यमा अहिले विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार 2082 सालको विद्यालयको 73औं वार्षिक उत्सवमा विमोचन गर्ने गरी ऐतिहासिक दस्तावेज स्मारिका तयार गर्ने सन्दर्भमा विद्यालय लागिरहेको छ। यो स्मारिकामा हामी सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, भूतपूर्व विद्यार्थी लगायत सम्पूर्ण महानुभावहरूका लेख र रचनाहरूलाई समावेश गर्ने निर्णय भए अनुसार मैले मेरो विद्यालय महेन्द्र माध्यमिक विद्यालयले गरेका यो पछिल्लो दशकमा गरेका अनुकरणीय अभ्यासहरूलाई यहाँ मैले रचनाको रूपमा अगाडि बढाउने प्रयत्न गरेको छु। वास्तवमा विद्यालय शिक्षाको मुख्य उद्देश्य भनेको बालबालिकामा ज्ञान, सिप, क्षमता, अभिवृद्धि विकास गर्नु हो। संसारका सबै विद्यालयहरूले बालबालिकाको ज्ञान, सिप, क्षमता, अभिवृद्धि गर्नका लागि विभिन्न प्रयत्न र अभ्यासहरू गरिरहेको पाइन्छ। यहाँ हाम्रो देश नेपालमा पनि केही सामुदायिक विद्यालयहरूले विभिन्न अभ्यासहरू गरिरहेको परिप्रेक्ष्यमा हाम्रो महेन्द्र माध्यमिक विद्यालयले यो संस्थाको लक्ष्य र उद्देश्यलाई पुरा गर्नका निमित्त, शिक्षाका राष्ट्रिय उद्देश्यहरू हासिल गर्नका निमित्त केही अभ्यासहरू गरेको छ। यो पछिल्लो दशकमा यो विद्यालयले गरेका केही अभ्यासहरूबाट विद्यार्थी सङ्ख्यामा उल्लेख्य वृद्धि भएको, विद्यार्थीको चाहिँ शैक्षिक स्तरमा चाहिँ सुधार भएको हामीले अनुभूति गरिरहेको हुनाले हाम्रो यो संस्थाले अङ्गीकार गरेका, अवलम्बन गरेका अभ्यासहरूलाई मैले यहाँ अनुकरणीय अभ्यासको रूपमा राखेको छु। जस्तो अनुकरणीय अभ्यासको रूपमा सबैभन्दा पहिले हामीले विद्यार्थीको प्रतिभा पहिचान गर्ने गरेका छौँ। वास्तवमा विद्यार्थी कुन फिल्डमा इन्ट्रेस्टेड छ, उसलाई वक्तृत्व कला प्रतियोगिता, हाजिरी जवाब, नृत्य, खेल लगायत कुन क्षेत्रमा उसको इन्ट्रेस्ट छ त्यसको पहिचान गरेर, इन्डिभिजुअल्ली पहिचान गरेर उसलाई त्यो आफ्नो रुचिको क्षेत्रको विकास गर्नका लागि हामीले सहयोग पुर्याइरहेका छौँ। त्यस्तै गरी हाम्रो अर्को अभ्यास छ अतिरिक्त कक्षा व्यवस्थापन। जस्तो हाम्रो विद्यालयमा रहेका शिक्षकहरू जति हुनुहुन्छ उहाँहरू मध्ये कोही 1, 2, 3 एब्सेन्ट हुँदाखेरि हाम्रो कक्षाहरू चाहिँ चलिरहेको हुन्छ। यहाँ जस्तो एकजना, दुईजना सरहरू लिजर हुनुहुन्छ, त्यो लिजरमा रहेको सर चाहिँ जो सर अनुपस्थित हुनुहुन्छ त्यो सरको क्लासमा गएर चाहिँ कक्षा सञ्चालन गर्ने क्रियाकलाप चाहिँ हाम्रो निरन्तर रहेको छ र त्यसको चाहिँ अभिलेख राखिन्छ र त्यो अभिलेखको आधारमा शिक्षकलाई चाहिँ पुरस्कृत गर्ने, प्रोत्साहन गर्ने व्यवस्था रहेको छ र यो अतिरिक्त कक्षा व्यवस्थापनलाई मैले एउटा अनुकरणीय अभ्यासको रूपमा लिएको छु। त्यस्तै गरी शिक्षक कर्मचारीको जिम्मेवारी बाँडफाँड भएको छ। त्यस्तै कक्षागत लगबुकको व्यवस्था गरिएको छ। शिक्षक कुन कक्षामा कुन समयमा जान्छ र कति शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्छ र कक्षाबाट फर्कन्छ भन्ने अभिलेख राख्नका लागि हामीले विद्यार्थीहरूलाई भनेका छौँ, व्यवस्थापन गरेका छौँ। यसलाई पनि मैले एउटा अनुकरणीय अभ्यासको रूपमा लिएको छु। त्यस्तै गरी विद्यार्थीको चाहिँ शैक्षिक उपलब्धिको जुन मूल्याङ्कन हामी गर्छौँ, हामीले चाहिँ प्रोजेक्ट वर्क दिएर, उनीहरूलाई असाइनमेन्ट दिएर
उनीहरूका गतिविधिको बारेमा हामी मूल्याङ्कन गर्छौँ एकातिर भने, अर्कातिर हाम्रो परम्परागत जुन प्रणाली अनुसार लिखित परीक्षा छ त्यो लिखित परीक्षा पनि सञ्चालन गर्छौँ र राम्रोसँगले उत्तर पुस्तिका परीक्षण गरेर विद्यार्थीलाई दिएर अभिभावकलाई समेत त्यो देखाएर साइन गरेर त्यसलाई फाइलमा सुरक्षित राख्ने क्रियाकलाप चाहिँ हामी गरिरहेका छौँ। यो पनि मैले चाहिँ हाम्रो एउटा असल अभ्यासको रूपमा लिएको छु। त्यस्तै गरी गुणस्तर सुधारका लागि अतिरिक्त कक्षाहरू सञ्चालन भएको छ। विद्यार्थीहरूको जुन सिकाइ अवस्था, विषयगत कमजोरीहरू पत्ता लगाएर अतिरिक्त क्रियाकलापहरू, अतिरिक्त कक्षाहरू सञ्चालन गरिरहेको अवस्था छ, जसले गर्दाखेरि कमजोर विद्यार्थीले पनि सिकाइमा चाहिँ सुधार गरिरहेको कुरा हामीले चाहिँ अनुभूति गरिरहेका छौँ। त्यस्तै गरी विद्यालय समुदाय बिचमा सम्बन्ध सुधारका लागि विभिन्न किसिमका कार्यक्रमहरू जस्तो सर्ट टर्म ट्रेनिङहरू हामीले सञ्चालन गरेका छौँ। प्राङ्गारिक मल उत्पादन गर्ने यहाँ अभिभावकहरूलाई भेला गरेर त्यो काम गरिरहेका छौँ। त्यस्तै गरी सर्ट टर्म यो फर्निचर सम्बन्धी स्किलहरू दिनका लागि अभिभावकहरूलाई यहाँ निमन्त्रणा गरेर उहाँहरूलाई खाजा नास्ताको व्यवस्था गरेर हामीले त्यो ट्रेनिङहरू दिएका छौँ र यो विद्यालय र समुदाय बिचको सम्बन्ध राम्रो भइरहेको हामीले अनुभूति गरेका छौँ। त्यस्तै गरेर पढ्दै कमाउँदै कार्यक्रम राज्यले बजेटमा नै व्यवस्था गरेको छ, नीति तथा कार्यक्रममा नै व्यवस्था गरेको कमाउँदै पढ्दै कार्यक्रम हामीले लागू गरेका छौँ। त्यस्तै गरी शैक्षिक गुणस्तरका लागि वर्ग शिक्षकको सक्रियतामा चाहिँ शिक्षक विद्यार्थी र अभिभावक बिचको चाहिँ अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिरहेका छौँ। त्यस्तै गरेर सामाजिक क्रियाकलापमा सहभागी कोष, यो चाहिँ हाम्रो यो बिल्कुलै नयाँ मलाई लागेको छ। यो असल अभ्यास हो। जस्तो हामी शिक्षकहरूको पैसा उठाएर समाजमा हुने विभिन्न किसिमका सामाजिक क्रियाकलापमा चाहिँ विद्यालय सहभागी हुने एउटा कार्यक्रम रहेको छ। यो चाहिँ जसले गर्दाखेरि चाहिँ विद्यालयको चाहिँ खर्चमा चाहिँ मितव्ययिता भएको मैले अनुभूति गरेको छु। त्यस्तै गरेर शैक्षिक गुणस्तरका लागि वर्ग शिक्षकहरूको सक्रियतामा अन्तर्क्रिया मैले अघि पनि भनिसकेँ र जातीय वेशभूषा तथा पुस्तक रहित शुक्रबार हामीले हरेक महिनाको अन्तिम शुक्रबार चाहिँ जातीय वेशभूषा तथा पुस्तक रहित शुक्रबार मनाउने गर्छौँ, जसले गर्दाखेरि हाम्रो धर्म, संस्कृति, परम्परा, हाम्रा चाहिँ लोप भइसकेका परम्परागत प्रविधिहरूको बारेमा चाहिँ विज्ञहरूलाई ल्याएर हामी शिक्षकहरूद्वारा चाहिँ बालबालिकाहरूलाई हाम्रा ती पुराना कला संस्कृतिका कुराहरू सिकाउने काम भएको छ। यो पनि मैले आफूले चाहिँ एउटा अनुकरणीय अभ्यासको रूपमा लिएको छु। त्यस्तै हामीले गर्दै आएका अभ्यासहरूलाई विस्तृत रूपमा यो हाम्रो विद्यालयले प्रकाशन गर्दै गरेको ऐतिहासिक दस्तावेज स्मारिका जुन चाहिँ हाम्रो माघमा श्री पञ्चमीको दिन चाहिँ लोकार्पण हुँदैछ, विमोचन हुँदैछ। यसमा चाहिँ हाम्रो महेन्द्र माध्यमिक विद्यालयले गरेका असल अभ्यासहरूको बारेमा मैले विस्तृत रूपमा लेखेको छु। यी हाम्रा अभ्यासहरूलाई अनुकरण गर्न उपयुक्त भयो भने गरिदिनका लागि म हार्दिक अनुरोध गर्दै मेरो यो लेख रचनामा देखिएका कमी कमजोरीहरूलाई सुझाव दिनका लागि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।